हेलो नमस्ते। तपाईँहरूमध्ये जसलाई है टुल्सहरू मन पराउनुहुन्छ, आफै आफ्नो हातले काम गर्न मन पराउनुहुन्छ, उहाँहरूको लागि यो एउटा रेन्च हेर्दा सिम्पल रेन्च छ है। यो सिम्पल रेन्च छ, यो सकेट जान्छ होइन। रेन्चको बारेमा सानो एउटा भिडियो बनाउन खोजेको। अब यो आई थिङ्क यो हाफ इन्च सकेट हो यो। अब यो चक भन्छ यसलाई, हाफ इन्च हुन्छ है। अन्त अब यो हाफ इन्चको पोल चाहिँ यहाँ, अनि यो चाहिँ सकेट चाहिँ यो भयो 6 पोइन्ट सकेट भयो है। 6 पोइन्ट सकेट छ। अन्त यसको बारेमा इन्फर्मेसन अलिकति ल्याउनु पऱ्यो भनेर। हुन त तपाईँहरू धेरै जस्तोलाई थाहा होला, कतिलाई थाहा नहोला। फर इक्जाम्पल तपाईँहरू कसैले है गाडीको चक्का पङ्क्चर भयो अनि फेर्दै हुनुहुन्छ, लग नट्स हुन्छ नि गाडीको लग नट्स। हामीले इन्डिया नेपालतिर है त्यतातिर चाहिँ जसले काम गर्नुहुन्छ मजाले बलले सकुन्जल कस्ने, अनि त्यति भएपछि हुन्छ भन्ने एउटा हाम्रो त्यो बुझाइ हुन्थ्यो। तर अहिले चाहिँ अलिकति डिफ्रेन्ट रहेछ। अहिले भन्नाले पहिलादेखि नै डिफ्रेन्ट थियो, तर अहिले बुझ्दाखेरि चाहिँ डिफ्रेन्ट रहेछ। पहिला नबुझ्दा त ठिकै थियो, अहिले बुझिसकेपछि चाहिँ अन्त म्यानुफ्याक्चररहरूले राइट अमाउन्ट अफ फोर्स, सही तागत कति लाउनु पर्ने भनेर भनेको हुँदो रहेछ। त्योभन्दा कम्ती भयो भने गाडी कुद्दा कुद्दै चक्का फुस्किने, गाडी पुरा अब काम्ने है, हल्लिने, त्यस्तोहरू हुन सक्दो रहेछ। गाडी कुद्दा कुद्दै चक्का फुस्किने, त्यो टर्क भन्छ त्यसलाई चाहिँ। कति फोर्स हाल्नुपर्ने, फोर्स कति दिनुपर्ने, कतिको कडा कस्नुपर्ने, त्यो चाहिँ टर्क भन्छ। अन्त यो चाहिँ टर्क रेन्च हो। यो 21 mm को हो यो सकेट चाहिँ। अब यो सानो एसयुभीहरू, RAV4हरू जस्तो एसयुभीमा चाहिँ तपाईँको यो लाग्छ। अन्त यो चाहिँ रेन्च भयो, टर्क रेन्च। यो रेन्च मात्र नभएर टर्क रेन्च, यसले चाहिँ हामीलाई भन्छ कति फोर्स लगाउने भनेर। फर इक्जाम्पल मैले एउटा RAV4को इक्जाम्पल दिएँ, 76 फुट-पाउन्ड भन्छ, त्यतिको लगाउनु भन्छ। अब तपाईँहरू इन्डिया नेपालतिर हुनुहुन्छ भने त्यहाँ पक्कै पनि न्युटन मिटरको होला। तर जे होस्, जे भने पनि त्यो कन्भर्सन पनि गर्न सकिन्छ, म्याथ्स हुन्छ, तपाईँले गुगल खोज्न पनि सक्नुहुन्छ। यदि तपाईँको टर्क रेन्जमा चाहिँ फुट-पाउन्ड मात्रै छ भने, इन्च सेन्टिमिटर छ भने त्यसलाई न्युटन मिटरमा कसरी कन्भर्ट गर्ने भनेर गुगल गर्दाखेरि पनि तपाईँले सकिहाल्नुहुन्छ। एनिवेज टर्क रेन्जमा चाहिँ म यहाँ फर इक्जाम्पल यहाँनिर तपाईँलाई भन्छु है, यो चाहिँ फुट-पाउन्डको टर्क रेन्ज छ। यहाँनिर हेर्नुभयो भने यहाँनिर मार्किङ देख्नुहुन्छ नि, यहाँनिर यहाँबाट यो कतिबाट सुरु भएको छ भने यो 30 फुट-पाउन्डबाट सुरु भएको छ, अल द वे अप टु 150 फुट-पाउन्डसम्मको फोर्स तपाईँले लगाउन सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ त्यस्तो लेखेको छ है, यहाँ 30बाट सुरु भयो, यता 30, 40, 50, 60, 70, 80 हुँदै यसो हुँदै 150सम्म माथि पुगेको छ। यो चाहिँ यस्तो छ है, 150सम्म पुगेको छ। तर साथसाथै यो रोटरी एउटा डायल पनि छ। यसमा पनि फेरि तपाईँको रोटरी डायलमा पनि 0 देखि 10सम्म, यो हाफ सर्कल गर्दाखेरि 0 देखि 10सम्म पुग्छ। नेक्स्ट हाफ फेरि 0बाट 10 गर्दाखेरि जम्मा 20सम्मको ग्रेडिङ छ। तर 20 चाहिँ लेखेको हुँदैन, 0 देखि 10सम्म है। अब यसो कसरी हुन्छ भने, फर इक्जाम्पल हामीलाई 70 फुट-पाउन्डको टर्क चाहिएको छ अरे। 70 भने के गर्नु पऱ्यो भन्दा पहिला चाहिँ यसलाई घुमाउनु पऱ्यो, कस्नु पऱ्यो। कसेर कस्दै ल्यायो, अनि अझै कस्दैछु म, यसरी कस्दैछु। यहाँ बिचको लाइन छ, यो बिचमा लाइन छ। यतापट्टि 30 हो भने यतापट्टि 40, यतापट्टि 50 हो भने यतापट्टि 60, तर बिचमा लाइन छ। अनि यो रोटरीको पनि 1 2 0 हुँदै लाइनहरू छ नि त होइन। यो घुमाउँदै ल्याएर अब पहिला चाहिँ अब 1 मोर घुमाउँ, अब कसिँदै गयो। अहिले हेर्नुभयो भने तपाईँले यो 0 चाहिँ ठ्याक्कै तपाईँले भन्नुहुन्छ यहाँ 30को लाइनको यहाँ बिचमा आएको छ भन्नु मतलब यो 30 फुट-पाउन्ड भयो। अब यसलाई बटार्दै लानु पऱ्यो। अझै कति चाहियो हामीलाई, 31 हो भने एक अलिकति बटार्यो,
गर्दै गर्दै 40 चाहिएको भने नेक्स्ट 0मा पुऱ्याउनु पर्यो 40 चाहिएको हो भने हामीलाई अब अहिले मैले नेक्स्ट 0मा पुऱ्याएँ यहाँ 40मा पुग्यो यता 40 छ यतापट्टि 30 थियो यता 40 पुग्यो यता 40 पुग्यो यतापट्टि 30 छ यतापट्टि 40 पुग्यो है गर्दै गर्दै ल फर इक्जाम्पल मलाई मानिलिउँ 45 मा चाहिएको छ भने अहिले चाहिँ हेर्नुहोस् है त कहाँ गयो ओके समर हियर फुट पाउन्ड ओके यहाँ हेर्नुभयो भने अघि 40 मा 0 पुऱ्याएको थिएँ मैले यो घुमाएर यो यसको 0 घुमाएर 40 मा पुऱ्याएको थिएँ त्यहाँदेखि अहिले मैले त्यो अलिक बिस्तारै बटार्दै गएर 0 देखि 1 2 3 4 5 पुऱ्याएँ 45 भयो 45 पुगेपछि युज गर्दाखेरि के गर्नु पऱ्यो भने यो मुनिको यो नट छ यसलाई कस्नु पऱ्यो यसलाई टाइट गरेँ अब घुम्दैन यो अब चाहिँ मैले त्यो सकेट यो सकेट यहाँ लगाएँ अब तपाईँले गाडीमा काम गर्दै हुनुहुन्छ कि अब कुनै रिपेयरहरू गाडी बाइक कुनै पनि अब उनीहरूले म्यानुफ्याक्चररले तपाईँलाई भनेको हुन्छ कति फोर्स लगाउने अब 50 60 70 जति भए पनि त्यति लगाउनु भनेको हुन्छ है त्यति कस्नु भनेको हुन्छ ठ्याक्कै यहाँ सेट गरेँ अनि यसरी अब यहाँ लगाएपछि अब यसरी कस्नु थालेपछि चाहिँ कस्दै गयो ठ्याक्कै 45 मा पुगेपछि यो आफै यसले क्लिक दिन्छ क्रक्क गरेर क्लिक दिन्छ 45 पुगेपछि अनि त्यहाँबाट चाहिँ तपाईँले जति कस्यो भने पनि त्यहाँबाट उता कसिँदैन त्यति मात्रै 45 मै गएर बस्छ अनि ठ्याक्कै त्यो चाहिँ अब म्यानुफ्याक्चररले भनेको कति फोर्स हो त्यति नै त्योभन्दा ओभर पनि जानु हुँदैन त्योभन्दा अन्डर पनि जानु हुँदैन अनि अर्को कुरा टर्क रेन्जको अर्को कुरा के छ भन्दाखेरि यसको चाहिँ टलरेन्स त्यो एक्युरेसीको कुरा चाहिँ +4 या -4 हुनसक्छ तलमाथि हुनसक्छ त्यो चाहिँ यसको जहिले पनि त्यतिको त्यो के भन्छ त्यसलाई टलरेन्स भन्छ के अरे है एनिवेज त्यति चाहिँ मिस्टेक त्यो एउटा रुम फर मिस्टेक हुनसक्छ 4 +4 -4 हुनसक्छ अनि यो काम गरिसकेपछि जहिले पनि यसलाई यो नटलाई हातले खोल्नुपर्छ जहिले पनि लुज गरेर राख्नुपर्छ नत्र भए भित्र प्रेसर जहिले मेन्टेन भइबस्छ अन्त आउट अफ क्यालिब्रेसन हुनसक्छ अनि यसलाई फेरि ब्याक गरेर घुमाएर लुज बनाएर राख्नुपर्छ युज नगर्दाखेरि यसलाई चाहिँ टर्क रेन्च भन्छ है यो भेरी इम्पोर्टेन्ट टुल हो यो मेरो 30 देखि 150 फुट पाउन्डसम्मको हो सानोतिनो अब गाडीको कामहरू प्राय गर्दाखेरि यसले इनफै गर्छ यो छ अर्को खालको यो पुरानो स्टाइलको टर्क रेन्च हो यो झन् सजिलो छ यो चाहिँ तपाईँको 15 देखि 75 फुट पाउन्डसम्मको छ यहाँ हेर्नुहोस् न यस्तो छ के हुन्छ भने यो फर इक्जाम्पल यो सानो सकेट छ यो सकेटलाई मैले यहाँ हाल्छु है यो सकेटलाई मैले यो पक्कै पनि यो 3 को चक होला यो सकेट होला अब यहाँ हालेपछि मैले अब जति बटार्दै गएँ नि अब यता बटार्दै यसरी अब यो नटमा गएको छ यसरी अनि मैले यसरी बटार्छु नि यसमा चाहिँ क्लिकहरू गर्ने त्यस्तो केही हुँदैन हामीले हेर्नुपर्छ जति बटार्दै गयो यो सर्दै जान्छ यसरी अब यसरी बटार्न थालेपछि यो कस्दै गएपछि यो सर्दै जान्छ अनि यो मार्कले अब अहिले 0 मा छ है यो मार्कले हुँदै हुँदै कति आफूलाई कति चाहिएको ठ्याक्क त्यहाँ पुगेपछि आफूले छोडिदिनु पर्यो यसले क्लिक चाहिँ गर्दैन तर यसले यहाँ रिडिङ देखाउँछ यो पनि टर्क रेन्च नै हो अनि मैले भर्खर मात्र यो एउटा नयाँ टर्क रेन्च किनेको छु हुनु चाहिँ अहिलेसम्म यो दुईटाले मलाई इनफ काम गरिरहेको थियो तर के छ भन्दा मेरो ट्रकमा एउटा नयाँ प्रोजेक्ट त्यो व्हील हब एसेम्बली फेर्नु पर्ने भएको छ बिग्रियो मतलब त्यो निकै पुरानो हो 9-10 वर्ष पुरानो ट्रक हो अनि बिग्रियो अनि बाहिर वर्कसपमा बनाउनु लाउँदाखेरि अलिक महँगो पनि पर्ने फेरि साथसाथै के हुन्छ भने धेरैचोटि वर्कसपहरूमा मलाई चाहिँ अलिक विश्वास लाग्न छोडेको छ हुनु चाहिँ त्यो पनि हेल्दी थिङ्किङ चाहिँ होइन तर म धेरैचोटि धोका पाएको छु र आफै सिक्दैछु र सिकेको पनि छु धेरै कुरा अनि यो टर्क रेन्चमा चाहिँ के छ भन्दाखेरि 25 देखि 250 फुट पाउन्डसम्मको यसको मुभमेन्ट छ फोर्स जान सक्छ क्या अनि मेरो व्हील हब एसेम्बली गर्दा चाहिँ 249 चाहिन्छ त्यो अघिको 150 थियो म्याक्सिमम त्यसले काम गर्दैन त्यस कारणले गर्दा यो 240 अनि यस्तो छ है यो नयाँ टर्क रेन्च हो अब यसले कसरी काम गर्दो रहेछ तपाईँहरूलाई कुनै दिन भनौँला
एनिवेज तपाईँहरू पनि घरमा बाइक गाडीहरूमा आफै काम गर्ने त्यो एउटा हुन्छ नि केटाहरूलाई रहर छ आफैलाई चाहिँ अब युट्युबले सबै कुरा सिकाइहाल्छ हिजो आज त्यो भएर पहिलाको जस्तो डराउनु अब म जान्दिनँ होला भन्नु पर्दैन अझै पुरानो गाडी छ भने त बिग्रियो भने पनि केही छैन नि म ट्राई गर्छु पुरै बिग्रियो भने मेकानिकमा लान्छु भन्दा भएकै छ है तर अब नयाँ गाडीमा चाहिँ नगर्नुहोस् इट्स अ बिग रिस्क भर्सेस अब बेनिफिट भर्सेस रिस्क एनालिसिस गर्नु होला तर अब मेरो जस्तो पुरानो गाडी हो भने त आई क्यान डु वाट एभर आई वान्ट त्यस कारणले गर्दा म सिक्छु पनि बनाउँछु पनि है टर्क रेन्जको कुरा चाहिँ द्याट्स हाउ इट गोज आई होप तपाईँहरूलाई केही जानकारी भयो होला जसलाई थाहा थिएन उहाँहरूलाई पक्कै पनि जानकारी भयो होला है टर्क रेन्ज साधारण रेन्ज अनि टर्क रेन्ज म्यानुफ्याक्चररले भनेको फोर्स लगाउनु एकदम इम्पोर्टेन्ट हुन्छ है सेफ्टीको कुरा पनि हुनसक्छ फेरि समटाइम्स इन्जिनमा तपाईँले काम गर्दै हुनुहुन्छ भने चाहिँ कतिवटा कुराहरू चाहिँ कपरको हुन्छ इन्जिनमा अनि त्यो चाहिँ एकदम कम्ती फोर्समा पनि भाँचिन्छ अन्त हाम्रो पाराले यो त कस्नुपर्छ भनेर मजाले कस्यो भने प्लाट्टै जानुसक्छ टर्क रेन्ज छ भने चाहिँ राइट अमाउन्ट अफ फोर्स हस् ल थ्याङ्क यू